हेर्नु चाहिँ आज चाहिँ मेरो भान्सामा के पाक्दैछ। मैले चाहिँ नयाँ तरिकाको आफैले पकाएको सोयाबिन भुटेर अनि यता त्यही सोयाबिन भुटेको कुकरमा तेल हाल्नु पर्यो भनेको प्याज नकाटेर कुकर जति सबै डढी गएछ। अनि फेरि मैले मेथी पड्काएर जिरा भराएर लौङ चिकुमेल तेजपत्ता सबै पड्काएँ। अनि त्यसपछि प्याज पनि हालेँ अनि घल्डुङ गरेर आलु पनि काटेर हालेर त्यस्तै भटर भुटर पारेर मसला ससला यता हालेँ। अनि म फेरि नयाँ प्रविधिकी मान्छे अनि बाख्रालाई खोले पकाउन आगो फुक्न अल्छी लागेर राइस कुकरमा बसेर सबै उम्लेर गएछ। जता पनि कामै मात्र बढेको गर्छ भगवान्। अनि मसला ससला पिसेँ। अनि त्यसपछि मैले मसला पनि हालेँ। अब खोइ कस्तो हुन्छ कुनै मलाई थाहा भएन, तर यो चाहिँ मैले आफ्नै सोचले पकाएको हो। अनि यो अलिकति थियो क्या पुलावको चामल, यो अलिकति पुलावको चामल, हामी त घरकै चामल खान्छौँ नि त, लोकल चामल। अनि त्यो घरको चामलमा अलिकति त्यो पुलावको चामल पनि हालिदिएर खलखुलु हालेर त्यसपछि राखेँ। अनि त्यसपछि अनि त्यो अघि भिजाएको सोयाबिन पनि मैले त्यही उसमा हालेर भुटेँ, त्यही आलुमा हालेर भुटेँ। त्यसपछि भुटिसकेपछि फेरि एकछिन भुटेँ एकछिन भुटेर राखेपछि फेरि मैले त्यो चामल पनि हालेँ। त्यो चामल पनि हालेपछि अनि भुटेँ। अनि यसको पानी चाहिँ सुक्न दिनु है, तर खोइ कस्तो हुन्छ कुनि भन्ने लागेको थियो। तर मेरो छोराले पनि खायो, मिठो लाग्यो, हामीलाई चाहिँ मिठो भयो। एकचोटि तपाईँहरू पनि ट्राई गर्नु होला। अनि मैले यो यत्रो डोलो चाना पारेर आलु पनि काटेँ, प्याज पनि डोलो पारेर काटेँ। अनि मरमसला इधर उधर हालेर बेसन सेसन हालेर मैले यो म पकौडा भन्नु कि अब के हो कुनि हो त्यस्तै मैले पकाउनलाई आँटेँ। अनि यो भुटिएर नि पानी सानी हालेर कुकरमा सिटी लगाइदिएँ। अनि म चाहिँ यति गरेर यो मोलमाल पारेर ठिकठाक पारेर म चाहिँ फेरि बाख्रा साख्रा पनि थन्काउनु पर्यो नि त। बाख्रा साख्रा थन्काउन गएको थिएँ, भरे उता कुकरमा सिटी लागै भएछ। अनि अलि फटाक्कै गरेर पाकेछ क्या पाक्न चाहिँ, तर एकदम स्वादिलो मिठो। अब ल्वाङ सुकमेलहरू हालेर होला चाम्रे, पहिले चाहिँ हाम्रो हजुरआमाले आलु चाम्रे भन्नुहुन्थ्यो हो, त्यस्तै सम्झेर मैले सोयाबिन पनि मिसाएर आलु चाम्रे जस्तो बनाएको हो बनाउन चाहिँ सोयाबिन मिसाएर। अनि यो आलुलाई पनि मैले तेल तताएर भटर भुटेर अनि मैले फुराउन त्यो तार्न थालेँ। अनि त्यो प्याज पनि तार्न थालेँ। मिठो भएको थियो, मेरो बाबुले पनि मिठो मारेर खायो। अनि यो चाहिँ मैले हिजो बेलुकाको खाना है, हिजो बेलुका मलाई पनि गरेर आएर अनि त्यसपछि के पकाएर खाने होला भनेर बिहान पनि खाना खाएको थिएन नि त। अनि त्यसपछि मैले पकाएँ, अलिअलि गिलो भएछ, अलिअलि टाँसी पनि छ, तर खाँदा चाहिँ स्वाद मिठो भएछ। बाबुले बिहान उठेर पनि पकाइदिनु है, खोइ त्यो हिजोको जस्तो भनेको होइन भन्दै थियो। अनि म भोलि पकाइदिन्छु बाबु भनेर सम्झाएँ। अनि अब चाहिँ म बाबुलाई माम खुवाउनु पर्यो। अनि माम अलिकति हालिदिएँ, अनि त्यही आलु फ्राई गरेको अलिकति हालिदिएँ। अनि ससहरू पनि अलिकति सस उसलाई मनपर्छ क्या, मलाई सस चाहिँ मलाई पनि मनपर्छ। यो चाहिँ मैले आफै बनाएको हो घरमा सस, टमाटर मिक्सरमा पिनेर छानेर पकाइदिएर चिनी दिएर हालिदिएर सक्खर हालिदिएर अनि मैले यसरी यो मोही चाहिँ फेरि सोही हो। अनि माम देखेर चाहिँ अनि पछि सरेर त फेरि त पकौडा देखेर अनि अघि सरेर खाँदै चाहिँ मिठो मानेर खायो मेरो बाबुले पनि। हजुरहरू पनि एकचोटि ट्राई गर्नु होला। अनि यो चाहिँ स्कुललाई टिफिन पठाउन नि राम्रो हुन्छ जस्तो लाग्यो मलाई चाहिँ।